कलेजमा राजनीति हुनु हुँदैन। देश विकास नहुनु भनेको के हो? हस्पिटलमा राजनीति छ, पुलिस प्रशासनमा राजनीति छ, कलेजमा राजनीति छ, स्कुलमा राजनीति छ। निर्वाचनका पदाधिकारीहरू जो छन् नि उठेका, यी टाउकेहरूले गर्दा विकास नभएको। त्यसका लागि आन्दोलन गर्ने हो छैन। त्यसलाई नियमन गर्ने निकायहरू किन बाटो भयो? म कलेजको विद्यार्थी हो, तर मैले यो चुनाव नसकुन्जेलसम्म एडमिसन गराएको छैन। किनभने म ब्याक टु माई युट्युब च्यानल। सबैजना सन्चै हुनुहुन्छ होला। म नि एकदमै धेरै सन्चै छु। अनि अहिले चाहिँ हामी यहाँनिर छौँ। अस्तिको इट इज द नेक्स्ट ब्लग। अनि यहाँनिर छौँ। अनि यहाँनिर चाहिँ हाम्रो एकजना चाहिँ शीघ्र घाइते हुनुभएको छ यो स्ट्यान्डर यो रोबाट चाहिँ लडेर। अनि अहिले चाहिँ हामी कलेजबाट आएको, कलेज होइन क्लासबाट आएको। अनि त्यसपछि यो चाहिँ खसी बजारदेखि थोरै मुन्तिर इलामको भ्यू देख्न सक्नुहुन्छ। एकछिन म यहाँ बोल्ने बाध्य भएँ। अहिले चाहिँ हामीमा एउटा चुनाव आइरहेछ, सोभियत चुनाव। यो सोभियत चुनावमा मेरो यहाँ व्यक्तिगत धारणाहरू ब्याग बिसाएर भन्छ। कहाँ राख्ने पानी छ? हजुर एकछिन गाइज। अनि यो चुनावमा चाहिँ मेरो चाहिँ व्यक्तिगत धारणा के छ भने कलेजमा राजनीति हुनु हुँदैन। मेरो व्यक्तिगत धारणा चाहिँ के छ भने जतिजना उठ्दै हुन्छ अब त्यो आफ्नो एजेन्डा होला, आफ्नो के होला। अहिले राजा ल्याउने यताउता देशको माहौलहरू बढिरहेछ, सोभियत चुनाव त्यस्तै छ। यो विषयमा चाहिँ म के भन्न चाहन्छु भने कलेजमा राजनीति हुनु हुँदैन। अहिले हेरौँ न, देश विकास नहुनु भनेको के हो? मुख्य कारण के हो भने हस्पिटलमा सुपारी खाएको है। हस्पिटलमा राजनीति छ, पुलिस प्रशासनमा राजनीति छ, कलेजमा राजनीति छ, स्कुलमा राजनीति छ, एउटा हावा खानेमा पनि राजनीति छ। अनि अब यो कलेजमा पढाइ नहुने, विश्वविद्यालयमा पढाइ नहुने भनेको केले गर्दा? यही सोभियतका निर्वाचनका पदाधिकारीहरू जो छन् नि उठेका, यी टाउकेहरूले गर्दा विकास नभएको। राजा ल्याउनु पर्ने कारण भनेको यिनीहरूले गर्दा हो। कलेजमा 24 घन्टामा जम्मी 9-10 घन्टा पढाइ हुन्छ होला, अथवा 365 दिनमा 250 दिन त आन्दोलनै गर्छन्। केका लागि आन्दोलन गर्ने हो छैन। त्यसलाई नियमन गर्ने निकायहरू किन बाटो भयो? यो अर्थमा म भोट हाल्नु नहाल्नु भन्दिनँ, विष्णु त जाऊ। अनि के हो भने मेन कुरा भनेको किन भन्नु के हो? मेन कुरा के हो भने विद्यालय कलेजमा राजनीति हुनु हुँदैन। मेरो थ्रोबाट म कसैलाई भोट दिन्न, सिधा कुरा। मलाई कसैले म कलेजको विद्यार्थी हो, तर मैले यो चुनाव नसकुन्जेलसम्म एडमिसन गराएको छैन। किनभने म भोट हाल्दिनँ। मेन कुरा त्यही हो। देश विकास गर्नु छ कि तिमीहरूलाई कलेजमा गएर त्यही केपी ओली, प्रचण्ड, शेरबहादुर जस्तै चोर बनिनु मन छ तिमीहरूलाई? के छ मन? त्यो भएर यदि जसले भिडियो हेर्दै हुन्छ एउटा कुरा यति कुरा हो, भोट हाल्नु भन्दिनँ, नहाल्नु भन्दिनँ, जे गर्नुहुन्छ युआर चुइस। तर के हो भने कम्तीमा एकचोटि स्वच्छ मनले सोचौँ। विद्यालय कलेजमा राजनीति गर्दा के फाइदा हुन्छ? अहिलेसम्म नेताहरू छन् नि, के दिए त हामीलाई? त्यो कहिले सोचेका छौँ हामीले? त्यो भएर पनि तपाईँहरू जो जति हुनुहुन्छ, जो जति हेर्दै हुन्छ, एकचोटि कृपया मेरो धारणाहरू पनि बुझिदिनु होला। यदि ठिक छ अब बुझ्नुभयो भने बुझ्दै गर्नु होला, नबुझ्नेले पनि एकचोटि ध्यान दिएर सोच्नुहोस् ल। के भइरहेछ त? अहिलेसम्मका नेताहरू जति पनि छन् नि, केपी, प्रचण्ड, शेरबहादुर, हामीलाई के दिए त? तिनीहरू पनि गगन थापा यी जति पनि छन् नि, केबाट आएको? विद्यार्थी राजनीतिबाट आउन्। के छ त तिनीहरूको एजेन्डा छ, राम्रो छ। सबै कुरा पार्टीमै मात्रै भनेर हुन्छ त? भन्दै चाहिँ यसो यो विषयमा बोल्नै पर्ने बाध्यता आएर मैले यो विषयमा बोलिरहेको छु। अब तपाईँहरूको धारणा के छ? अहिले राजा ल्याउने यताउता के छ? यसको मेरो आधिकारिक धारणा केही पनि छैन। मेन कुरा त भनेको लोकतन्त्रमा के हुन्छ भने यो विषयमा थोरै बोलिहाल्छु म। राजतन्त्रमा के हो भने यदि एउटा मान्छे बिग्रियो, जस्तै म बिग्रेँ भनौँ, म कलेज जानुपर्ने मान्छे, मानौँ एक्जाम्पल फर इक्जाम्पल, म कलेज जानुपर्ने मान्छे चोकमा गएर क्यारम बोर्ड खेल्यो भने म कलेजै गएर हात दिने होइन कि, कलेज गएर छाडिदिएर मलाई गोरु किनेर पालेर लुजोत भन्ने होइन कि। म कलेज जाने वातावरण सिर्जना गर्नु पर्यो नि त। जो छन् नि प्रचण्ड, शेरबहादुर, यस्तो उस्तो कति वर्षको मेहनत पछाडि हामीले
राजा फालेको छौँ त अनि अहिले फेरि त्यही राजा ल्याउने के होइन यो विषयमा राजाको पनि आफ्नो एजेन्डा होला म यो विषयमा धेरै कुरा भन्दिनँ के हुन्छ भने जे सहज हुन्छ जस्तै एउटा समस्या आयो भने त्यो समस्यालाई समाधान गर्नुपर्छ त्यसलाई त्यो समस्या नै फाल्दिने होइन त्यसलाई समाधान गर्ने हो भन्दै अब यो भिडियो चाहिँ हामी यतितिर इन्ड गर्न चाहन्छौँ यो छोटो जानकारी मात्रै दिएको थिएँ कलेजबाट आइरहेको छु यो विषयमा मैले बोल्न बाध्य भएँ गल्ती बोल्यो भने माफ गर्नु होला हजुर